तिमीलाई त साह्रो पछाडि Hello everyone, welcome back to my channel. It's me Narvina Mokhtar, and if you are new, please don't forget to like, share, comment and subscribe. अनि तपाईहरुलाई स्वागत छ मेरो आजको अर्को नयाँ भिडियोमा। अनि साथीहरु, आज चाहिँ हामीहरु कहाँ जानु आटेको भन्दाखेरि we are going family tour हैन। अनि ठुलो मम्मी आउनु भएको छ नि त, तपाईलाई थाहा छ। अनि हामी चाहिँ जान आँटेको छौँ। अनि हामी चाहिँ कहाँ जाने आजको हाम्रो यात्रा चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ हामी चाहिँ भेरेटार जाँदैछौँ। अनि हाम्रो चाहिँ गाडी आएको छैन हैन। अनि त्यही हो, यहाँ सबैजना हामी रेडी भइसक्यौँ। अहिले चाहिँ हामी गाडीलाई पर्खिँदैछौँ। त्यही हो गाइस। अनि हामी चाहिँ यहाँ छौँ गाइस। गाइस मेरो प्यारो बेना हाई यता फर्किन न। रिस उठेछ मलाई आज, रिस उठेछ मलाई आज। अच्छा किन आजको हाम्रो स्पोन्सर चाहिँ हाई दिदी उहाँको भर्खर सवारी भयो। हामी चाहिँ अहिले भर्खर मात्र धरान पुग्न आँट्यौँ। म चाहिँ निदा आएर सुतेको थिएँ। यहाँ चाहिँ सर्ट जाने भनेर एकछिन रोक्नु भयो। मामा चाहिँ यहाँ मङ्की जस्तो चकचक गर्दै हुन्छ। वाट चकचक। हाई गाइस, सबैजना हाई। खोइ कता गयो रे तिमी? काली आयो होला नि। तिमी काली छौ। के भयो भाइजू? गाडी चलायो। गाडी र आलु चिप्स बनायो गाइस। त्यही हो, हेर्दै गर्नुस् त। सो साथीहरू, हामीहरू यहाँ कहाँ आइसक्यौँ? धेरै टाढा आइसक्यौँ। यस्तो छ भ्यू। अनि अब हामी स्काई ब्रिज चढ्न जान्छौँ। यहाँनिर चढ्छौँ, हामी खाजा खान्छौँ। हामी चाहिँ यहाँ खाजा खान आएको छौँ साथीहरू। अनि यहाँनिर सबै छ, कस्तो चिसो रहेछ यहाँ त होइन। अनि मलाई अनिदो भइरहेको छ, निद्रा आयो नि त, त्यही भएर। अनि मौसम चाहिँ यस्तै छ ल साथीहरू, चिसो छ, घाम लागे पनि होइन, यस्तै छ। आउँछ हामी तातो थुक्पा खान आँटेको ल। गाइस हाम्रो आइसक्यो खाजा। आदिको आयो, हुन्छ। सो गाइस हामीले चाहिँ थुक्पा सुक्पा खाइसक्यौँ होइन। जाडोमा यस्तो मिठो तातो मिठो भएको थियो। अनि यहाँनिर चाहिँ लास्टै जाडो रहेछ होइन, भेरेटारमा चाहिँ। अनि अब चाहिँ हामीहरू यहाँ जान्छौँ स्काई वक। यहाँदेखि स्काई वक त यहीँ रहेछ होइन,
जस्तै यहाँ गेट भयो भनेपछि यहाँनिर नजिकै रहेछ अनि त्यही हो उस्तै लागिरहेको छ अहिले चाहिँ अनि अब हामी एकदमै जाडो छ हामी चाहिँ अलिक धेरै टाढो यस्तै छ ल अनि गाइज अहिले चाहिँ हामीले यहाँ धरानमा छौँ हामी अघि नै झरेको अनि हामी चाहिँ धरान आएर हामी हाम्रो हल्का साम्पाङ जूको पार्क घुमेर त्यहाँबाट हामीहरू अघि भर्खर झरेको अहिले 5 बजिसक्यो हामी यही धरानमै छौँ अनि अहिले चाहिँ हामी यहाँ खाजा खानु पर्खेको लगभग धेरै टाइम भइसक्यो किनकि हामी धेरै छौँ नि त अनि सबैजनाको अर्डर धेरै काट्नु गर्दाखेरि मतलब धेरैजनामा अलिक ढिलो हुन्छ र हामी वेट गरिरहेको छौँ अनि मैले चाहिँ त्यति धेरै भिडियोहरू बनाएन किनकि यस्तो मैले त बाहिर त्यो बमिट आउने गर्दै खाएको थिएँ नि त अनि त्यो कारणले गर्दाखेरि यस्तो निन्द्रा लागेर जिउ बोधो भएर कस्तो भइरहेको थियो अनि मैले त्यति साह्रो भिडियो पनि बनाएन होइन जति बनाएको छु म त्यति हाल्ने छु साथीहरू हेर्नुहोस् होला र रमाइलो भयो होइन अनि त्यही हो अहिले चाहिँ हामी यहाँनिर यहाँ बहिनी छ मेरी बहिनी यहाँ छिन् अनि अरू चाहिँ सबै बाहिर हुन्छ किनकि यहाँ ठाउँ नपुगेर सबैजना छोरीहरू बसिरहनु भएको छ होइन यहाँ हुन्छ कोही बाहिर हुन्छ अनि त्यही हो साथीहरू आजको भिडियो चाहिँ यस्तै रह्यो मेरो भिडियो चाहिँ सायद धेरै लामो चाहिँ भएन त्यसको लागि सरी होइन अनि त्यही हो म जति बनाएको छु म त्यति नै हाल्ने छु एकदमै सर्ट हुनेवाला छ अनि अब चाहिँ हामी खाना अरे यहाँ खाजा खाएर हामी घर जानुपर्ने हुन्छ सो म भ्लगलाई यही एन्ड गर्न चाहन्छु सबैजनालाई बाई बाई र सबैजनालाई धन्यवाद अहिलेसम्म हेरिदिनु भएकोमा अब नेक्स्ट भिडियोमा म अझै राम्रो भिडियोहरू ल्याउने कोसिस गर्नेछु ल साथीहरू र बाई सबैलाई लभ यु